हेलो साथीहरु, तपाईहरुलाई टेक वर्क च्यानलमा स्वागत छ। अनि आज मैले यो टेक वर्क च्यानलमा फेरि सेकेन्ड भिडियो अपलोड गर्न जाँदैछु। साथीहरु, हिजोको भिडियोमा मैले सी पियानो एम्प्लिफायरले 8 इन्चको स्पिकरलाई मैले बजाएर देखाएको थिएँ, जुन चाहिँ 80 वाटमा रहेको थियो। अनि त्यस्तै गरी आजको भिडियो पनि एकदम क्रेजी लेभलमा हुन गइरहेको छ साथीहरु। भिडियो एकदम इन्ट्रेस्टिङ हुन गइरहेको छ साथीहरु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर भिडियोलाई लाइक गर्न चाहिँ नबिर्सिनु होला अनि च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला है साथीहरु। हिजोको भिडियोमा चाहिँ मैले यो सी पियानो एम्प्लिफायरलाई चाहिँ मैले टेस्टिङ गरेको थिएँ 8 इन्चको स्पिकरमा। 80 वाटको रहेको थियो जुन चाहिँ स्पिकर चाहिँ यसले चाहिँ निकै राम्रो पर्फर्मेन्स दिएको थियो। मैले चाहिँ यसलाई डाइरेक्ट एसी भोल्ट दिएको थिएँ। आजको भिडियोमा साथीहरु एम्प्लिफायर चाहिँ यही हुनेछ, तर स्पिकर चाहिँ चेन्ज। आज मैले तपाईहरुलाई टेस्टिङ गरेर देखाउन थालेको स्पिकर चाहिँ रहेको छ यति सानो स्पिकर छ साथीहरु। यो स्पिकर चाहिँ भर्खरै मैले यो पुरानो सामानहरु राखेको ठाउँबाट मैले भर्खरै पाएको छु साथीहरु। तपाईहरुले देख्न सक्नुहुन्छ यो स्पिकर चाहिँ 8 ओम्सको 3 वाटमा रहेको छ साथीहरु। भिडियो एकदम इन्ट्रेस्टिङ हुन गइरहेको छ। कृपया भिडियो लास्टसम्म हेरेर साथ दिनु होला साथीहरु है। अब यो हेरौँ यो एम्प्लिफायरले यो स्पिकरलाई कतिसम्म चलाउन सक्छ। कि त यो स्पिकरको कोइल जल्नेछ कि त राम्रोसित चल्नेछ। अब के कुरा हो हामी यो भिडियोको टेस्टिङमा हेरिहाल्नेछौँ साथीहरु। मैले क्यामेरालाई चाहिँ स्ट्यान्डमा लगाइसकेँ। अब हामीले यो स्पिकरलाई टेस्टिङ गर्ने त भन्यो, तर यो स्पिकर वर्किङ कन्डिसनमा छ कि छैन एकपालि मिटर लगाएर चेक गर्छौँ है त साथीहरु। अब मैले मिटरलाई रेडी गर्दैछु साथीहरु। मिटरमा हेर्न सक्नुहुन्छ मैले यो यस्तो वायरलाई यसरी टच गराउँदाखेरि मिटरको स्विच चलेछ भनेपछि अब मैले यहाँ स्पिकरको प्लसको प्लस माइनसको माइनसमा मैले यसरी नै छाउँदाखेरि यो मिटर चल्नु पर्नेछ, नत्र यो स्पिकर खराब भनेर हामीलाई थाहा हुन्छ साथीहरु। यो प्लसको पोइन्टमा प्लस माइनसको पोइन्टमा माइनस लगाएर चेक गर्छु साथीहरु। मिटर चलिसकेको छ तपाईले देख्न सक्नुहुन्छ। भनेपछि यो स्पिकर एकदम गुड कन्डिसनमा छ र यो वर्किङ कन्डिसनमा छ भनेर हामीलाई थाहा भइसकेको छ साथीहरु। अब मैले यो सी पियानो एम्प्लिफायरको आउटपुटमा चाहिँ मैले वायर कनेक्ट गर्नेछु अनि त्यो सिधै वायर ल्याएर चाहिँ मैले स्पिकरमा कनेक्ट गर्ने साथीहरु। हाम्रो आइरन हिट भइसकेको छ अनि यसको चाहिँ आउटपुटमा हामीले हेर्दाखेरि चाहिँ तपाईले यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर आउट र 2 लेखेको छ। हामीले चाहिँ यो 2 मा जोड्ने हैन कि यो 2 भनेको ट्विटर हो, ट्विटरको लागि। अनि आउट भनेको चाहिँ हामीले मेन स्पिकरलाई जोड्ने ठाउँ हो। अनि यो यसको यति यो साइड चाहिँ यो बाहिरको साइड चाहिँ यो आउटको बाहिरको साइड चाहिँ रहेको छ प्लस पोइन्ट। भनेपछि यो मैले चाहिँ के गर्छु त भन्दाखेरि यसमा मैले रेड वायर अनि यसमा मैले ब्ल्याक वायर लगाइदिन्छु साथीहरु। फाइनली मैले यहाँ एम्प्लिफायरमा र स्पिकरमा मैले वायर कनेक्ट गरिसकेँ। अब यो चाहिँ टेस्टिङको लागि एकदम रेडी छ साथीहरु। साथीहरु तपाईले देखिसक्नु होला यो स्पिकर साइडमा यति धेरै च्यातिएको थियो है, च्यातिएको थियो। त्यही पनि मैले यसलाई सानो साउन्डदेखि ठुलो साउन्ड गराउँदासम्म पनि यो एकदम राम्रोसित चल्यो है। तर च्यातिएको कारणले गर्दाखेरि साउन्डको क्वालिटी खासै आएको थिएन। तर त्यही पनि साथीहरु यत्रो फुल साउन्ड गराउँदा पनि यति सानो 3 वाटको स्पिकरले सी पियानो एम्प्लिफायरको फुल साउन्डसम्म चाहिँ यसले राम्रोसित धानेर राम्रोसित चलायो। यसमा स्पिकरमा कुनै पनि हिटिङ पनि भएको छैन साथीहरु। यो जस्ताको त्यस्तै छ है, एकदम ठीक छ। यसले चाहिँ निकै राम्रो पर्फर्मेन्स देखायो है त साथीहरु। यो स्पिकर नच्यातिएको भए त अझै राम्रो चल्थ्यो होला, अझै राम्रो साउन्ड आउँथ्यो होला साथीहरु। यो च्यातिएको भएको कारणले गर्दाखेरि चाहिँ अलि साउन्डमा चाहिँ क्वालिटी आएको छैन। तर साथीहरु यसले चाहिँ निकै राम्रोसित यो एम्प्लिफायरलाई चाहिँ ह्यान्डल गरेर बजाउन चाहिँ सक्यो साथीहरु। यस्तै रमाइलो भिडियो यो च्यानलमा आउँदै गर्छन् साथीहरु। कृपया चाहिँ भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ भन्दै आजको भिडियो यति नै। बाइ बाइ।